यो च्याउखा चाहिँ एकै ठाउँमा यत्रो उम्रिरहेछ यो। अलि छर्दाखेरि नै एकै ठाउँमा तिनी दानाहरू चाहिँ धेरै राखेको कारणले यस्तो भयो यो। खास पातलो छर्केर ठाउँ ठाउँ उम्रिनु पर्ने, एकै ठाउँ यत्रो आइरहेछ ल हेर्नु त। तान्नै गाह्रो हुने अरे यत्रो भइरहेछ। यसै चाहिँ तपाईँले च्याउहरू लगाउँदा नछर्किनु होला। अलिकति मसिना खालको गहुँको जस्तो गहुँकै दाना हो त्यो। त्यसले पातलो राख्दा यस्तो हुँदैन थियो। त्यो पनि 2-3 इन्ची 2-3 आँखुलको अन्तरमा तलमाथि गर्नु पर्थ्यो। सबै सँगै जोडिया देखिन्छ यस्तो। यो कोही ठाउँमा अब कता कता च्याउ बिर्सेर के भएर भित्र लगायो भने बाहिर आउनु चाहिँ हैरान हुन्छ। खास छेउछेउमा लगाउनु पर्ने हुन्छ यसलाई। यस्तो छ यो। हामीले यसलाई काट्दाखेरि भित्र काट्न नै हैरान भइसकेको छ। अब कसरी काट्ने यस्तोलाई? यो हो, यसलाई यत्रो तान्दाखेरि हामीले यो कम्तीमा पनि चिमोड्नु पर्ने हुन्छ होइन। ठुलो जो छ त्यति तान्ने त हो। अब तान्दाखेरि नै गाह्रो भइसकेको छ। सब त्यहीँसितै चुट्टिएर आउँछ। यस्तो चाहिँ लगाउनु हुँदैन ल। कसरी काट्ने यस्तोलाई? म त चुट्न पनि सकिनँ यसलाई ल। यत्रो आयो। यस्तो तान्न गाह्रो भयो। यसो चाहिँ तपाईँले कसैले पनि नलगाउनु। अलिक बाक्लो भयो क्या भयङ्कर। कसरी तान्ने भन्ने पनि आइडिया नहुन थाल्यो। छोयो भने फेरि सर्छ यो। ल काट्नु पनि खास एउटा सानो कैँचीले काट्नुपर्छ यसलाई। क्याट्टबाडी कैँची अहिले उपलब्ध भएन। यति चुट्दाखेरि ठुलो भइसकेको छ यो। तान्न हात जाँदैन कहाँबाट तान्ने। यत्रो ठुलो भयो नि नभए यति गाह्रो भइरहेको छ च्याउ तान्नलाई। बिचबाट तान्यो भने यस्तो हुन्छ। बिचमा हातै हालेर राख्ने ठाउँ छैन। एक खाले चट्ट चिमोड्नु पनि त सर्छ फेरि यस्तो भयो भने। यसलाई प्रत्येक दिन चिसो पानी अनिवार्य चाहिँ दिनैपर्ने हुन्छ। अनि यत्रो तान्न कति गाह्रो भइरहेको छ हेर्नु त। तान्न गाह्रो भइरहेछ। धेरै गाह्रो भयो।